सबैजना हाम्रो क्लासमा जोइन हुनु होला। हिजोको क्लासमा चाहिँ हामीले ब्याङ्किङको कन्सेप्ट र हिस्ट्री अफ ब्याङ्किङ इन नेपालको बारेमा चाहिँ हामीले पढेका थियौँ। अब आजको क्लासमा चाहिँ हामी करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपालको बारेमा चाहिँ हामी पढ्छौँ र त्यसको साथसाथै च्यालेन्जेस अफ ब्याङ्किङ सेक्टर अफ नेपाल पनि पढ्छौँ है। सबैजना जोइन हुनु होला। ओके, करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल भनेको के हो त भन्दाखेरि ब्याङ्क तथा वित्तीय संस्थाको हालको अवस्था, नेपालको ब्याङ्क तथा वित्तीय संस्थाको हालको अवस्था। अब के छन् त, कस्ता छन् त हालको अवस्था भन्ने कुरामा करेन्टली देयर आर 107 licensed bank and financial institution in Nepal, which include 20 commercial banks, 17 development banks, 17 finance companies, 52 microfinance institutions, and one infrastructure development bank. हालसम्म आइपुग्दाखेरि चाहिँ नेपालमा 20वटा कमर्सियल ब्याङ्क, 17वटा डेभलपमेन्ट ब्याङ्क, 17वटा फाइनेन्स कम्पनी, 52वटा माइक्रो फाइनेन्स इन्स्टिट्युसन र एउटा चाहिँ पूर्वाधार विकास बैङ्क यानि कि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क गरी 107वटा लाइसेन्स प्राप्त ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ रहेका छन्। द नम्बर अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन branches increase slightly, reaching a total of ब्याङ्क तथा हालसम्म आइपुग्दाखेरि चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको ब्रान्चेसहरू चाहिँ के भएको छ त, ब्रान्चेसमा चाहिँ वृद्धि भएको छ, बढेको छ। बढेर कति पुगेको छ त जम्मा भन्दाखेरि 11,545वटा ब्रान्चेस चाहिँ पुगेको छन् है त। डिपोजिट इन ब्याङ्क्स इन्क्रिज बाई 3.8%। Deposit in banks increased by 3.8%, meaning more people are saving in banks. ब्याङ्कमा डिपोजिट ब्याङ्क डिपोजिट चाहिँ 3.8%ले वृद्धि भएको छ, बढेको छ। यसको मिनिङ के हो त, यसको अर्थ के हो त भन्दाखेरि मोर पिपुल आर सेभिङ इन ब्याङ्क भनेको धेरै मान्छेहरूले चाहिँ ब्याङ्कमा चाहिँ सेभिङ गरेका छन्, आफ्नो पैसा जम्मा गरेका छन्। प्राइभेट सेक्टर लोन्स ग्रिउ बाई 5.6% है। प्राइभेट सेक्टर लोन पनि 5.6%ले बढेको छ, मिनिङ बिजनेस एन्ड पिपुल टुक मोर लोन भनेको बिजनेस र पिपुलले चाहिँ धेरै लोन चाहिँ लिएका छन् है। इन्ट्रेस्ट रेट अन लोन एन्ड डिपोजिट्स ह्याभ डिक्रिज। इन्ट्रेस्ट रेट अन लोन, लोनको इन्ट्रेस्ट रेट र इन्ट्रेस्ट रेट अन डिपोजिट, डिपोजिटको इन्ट्रेस्ट रेट के भएको छ त भन्दाखेरि घटेको छ है। मेकिङ इट इजियर फर पिपुल, यसले गर्दाखेरि चाहिँ मान्छेलाई एकदमै सजिलो भएको छ। के का लागि सजिलो भएको छ भन्दाखेरि टु बरो मनी है, टु बरो मनी एन्ड अन इन्ट्रेस्ट अन सेभिङ, यसका लागि चाहिँ मान्छेहरूलाई चाहिँ एकदमै इजी भएको छ, सजिलो भएको छ। द स्टक मार्केट नेप्से इन्डेक्स ग्रिउ बाई 22.3% भनेको स्टक मार्केट पनि 22.3%ले वृद्धि भएको छ। सोइङ द्याट पिपुल आर इन्भेस्टिङ मोर इन सेयर, मान्छेहरूले चाहिँ सेयरमा चाहिँ लगानी गरेका छन् है, लगानी गर्दैछन्। यसको मतलब के हो त भन्दाखेरि मान्छेहरूले चाहिँ सेयरमा चाहिँ धेरैभन्दा धेरै लगानी चाहिँ गर्दैछन् है त। फरेन एक्सचेन्ज रिजर्भ अल्सो इन्क्रिज भनेको फरेन एक्सचेन्ज रिजर्भ पनि के भएको छ त, बढेको छ। मिनिङ द कन्ट्री हेज मोर करेन्सी फर ट्रेड एन्ड इमर्जेन्सी होइन। यसको मतलब के हो त भन्दाखेरि देशमा चाहिँ धेरै मुद्राहरू छन्, के का लागि भन्दाखेरि ट्रेडको लागि र इमर्जेन्सी कुराहरूको लागि चाहिँ कन्ट्रीसँग चाहिँ के छ त भन्दाखेरि मोर मनी छ, धेरै मनी छ। ओभरअल द ब्याङ्किङ सेक्टर इज स्टेबल with moderate growth in deposit, loans and investment. ओभरअल ब्याङ्किङ सेक्टर के छ त भन्दाखेरि स्टेबल छ, विथ मोडरेट ग्रोथ इन डिपोजिट, डिपोजिटमा चाहिँ मोडरेट टाइपको ग्रोथ भएको छ, लोनमा पनि मोडरेट टाइपको ग्रोथ भएको छ र इन्भेस्टमेन्टमा पनि के भएको छ, त्यस्तै खालको चाहिँ ग्रोथ भएको छ है त, मोडरेट टाइपको ग्रोथ भएको छ। कसैलाई यहाँसम्म आइपुग्दाखेरि केही कन्फ्युजन छ? कन्फ्युजन छ भने क्वेसन सोध्नु होला है, कन्फ्युजन छ भने सोध्नु होला, छैन भने हामी अब फेरि अगाडि बढ्छौँ। क्वेसन छ?
ओके। ओके, क्वेसन छैन भने अब हामी फेरि अगाडि बढौँ है त। च्यालेन्जेस इन ब्याङ्किङ सेक्टर अफ नेपाल। नेपालको ब्याङ्किङ सेक्टरका चुनौतीहरू, होइन, के चुनौतीहरू छन् त भन्दाखेरि के समस्याहरू छन् त नेपालको ब्याङ्किङ सेक्टरमा चाहिँ, बैङ्किङ क्षेत्रमा चाहिँ के समस्याहरू छन् त, है। ती चुनौतीहरूको बारेमा के चुनौतीहरू छन्, ती चुनौतीको बारेमा अब हामी पढ्छौँ है। फाइनेन्सियल लिट्रेसी इज लो भने के हो त, वित्तीय साक्षरता के छ त, वित्तीय साक्षरता चाहिँ एकदम कम छ, है। मानिसहरू चाहिँ अझै पनि ब्याङ्किङको बारेमा चाहिँ एकदमै अशिक्षित छन्, है। स्पेसल्ली इन रुरल एरियाका मान्छेहरू, स्पेसल्ली रुरल एरियाका मान्छेहरू चाहिँ फाइनेन्सियल लिट्रेसीमा चाहिँ, फाइनेन्सियल स्पेसल्ली रुरल एरियाका मान्छेहरू चाहिँ फाइनेन्सियल लिट्रेसी मा चाहिँ एकदमै के छन् त, पछाडि परेका छन् कि। उनीहरूलाई चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको बारेमा थाहा नै छैन, होइन। कसरी सेभिङ गर्ने, कहाँ सेभिङ, होइन, कहाँ सेभिङ गर्ने, सेभिङ गर्दाखेरि के हुन्छ, पैसा डिपोजिट गर्दाखेरि के हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा नै छैन, है। अहिले पनि के छ त भन्दाखेरि फाइनेन्सियल अहिले पनि के छ त भन्दाखेरि फाइनेन्सियल लिट्रेसी एकदमै लो छ, स्पेसल्ली रुरल एरियामा चाहिँ लो छ। सो मेनी पिपुल डु नट युज ब्याङ्किङ सर्भिस प्रपरली। अब फाइनेन्सियल लिट्रेसी लो भएकै कारणले गर्दाखेरि चाहिँ मेनी पिपुल डु नट युज ब्याङ्किङ सर्भिस प्रपरली भनेको धेरै मानिसहरूले चाहिँ ब्याङ्किङ सर्भिसलाई चाहिँ राम्रोसँगले चाहिँ के गर्न सकेका छैनन् त, युज गर्न सकेका छैनन्, प्रयोग गर्न सकेका छैनन्। इम्प्रुभिङ फाइनेन्सियल लिट्रेसी एमङ पिपुल इज भेरी च्यालेन्जिङ भनेको के हो भन्दाखेरि फाइनेन्सियल लिट्रेसी, होइन, मानिसहरू मध्येमा चाहिँ, होइन, फाइनेन्सियल लिट्रेसीमा चाहिँ सुधार ल्याउनु चाहिँ एकदमै ठुलो चुनौती हो, स्पेसली इन रुरल एरिया, स्पेसल्ली इन रुरल एरियामा, होइन। रुरल एरियामा चाहिँ फाइनेन्सियल लिट्रेसी को चाहिँ इम्प्रुभमेन्ट गर्नु चाहिँ, सुधार ल्याउनु चाहिँ, फाइनेन्सियल लिट्रेसीमा चाहिँ सुधार ल्याउनु चाहिँ के हो त, एकदमै अ, ठुलो चुनौती हो, है त। नन पर्फर्मिङ लोन आर इन्क्रिजिङ। नन पर्फर्मिङ लोन भनेको के हो त, नन पर्फर्मिङ लोन मिन्स ब्याड लोन, है, नराम्रो लोन हो कि, है, फिर्ता नआउने लोन, है। मान्छेले ब्याङ्कबाट पैसा लिन्छ, तर त्यो पैसा चाहिँ यदि फिर्ता दिँदैन भने चाहिँ त्यो लोन चाहिँ केमा जान्छ त, नन पर्फर्मिङ लोनमा जान्छ, ब्याड लोनमा जान्छ, है। नन पर्फर्मिङ लोन आर इन्क्रिजिङ हो, यो नन पर्फर्मिङ लोन पनि के भएको छ त, एकदमै बढ्दो रूपमा छ, है। विच एफेक्ट दि फाइनेन्सियल स्टेबिलिटी अफ ब्याङ्क, जसले गर्दाखेरि चाहिँ ब्याङ्कको फाइनेन्सियल स्टेबिलिटीमा चाहिँ एकदमै ठुलो असर पुगेको छ। कन्ट्रोलिङ नन पर्फर्मिङ लोन अर्थात् ब्याड लोन इज भेरी च्यालेन्जिङ। अब यो नन पर्फर्मिङ लोनलाई कन्ट्रोल गर्नु भनेको पनि एकदमै च्यालेन्जिङ कुरा हो, है। मान्छेले के गर्छ, ब्याङ्कबाट त लोन लिन्छ, तर त्यो लोन चाहिँ मान्छेले फिर्ता गर्दैन भने त्यो लोन केमा जान्छ त, नन पर्फर्मिङ लोनमा जान्छ, अर्थात् ब्याड लोनमा जान्छ, हो। यस्तो खालको लोनलाई चाहिँ नियन्त्रण गर्नु, कन्ट्रोल गर्नु पनि के हो त, एउटा ठुलो चुनौती हो। अब अर्को चुनौतीमा जाउँ हामी। युज अफ मोडर्न टेक्नोलोजी इज स्टिल लिमिटेड भनेको मोडर्न टेक्नोलोजीहरू अझै पनि के छ त, एकदमै लिमिटेड, लिमिटेड युज भइरहेको छ कि, होइन, राम्रोसँगले युज हुन सकेको छैन, एकदमै लिमिटेड, एकदमै सीमित मात्रामा मात्रै युज भएको छ। मोडर्न टेक्नोलोजी, आधुनिक प्रविधिहरू पनि एकदमै सीमित मात्रामा प्रयोगमा आइरहेको छ, है त। युजिङ मोडर्न टेक्नोलोजी इन अल ब्याङ्क्स इज भेरी च्यालेन्जिङ भनेको सबै ब्याङ्क तथा वित्तीय संस्थाहरूमा चाहिँ मोडर्न टेक्नोलोजी चाहिँ राम्रोसँगले प्रयोग हुन सकेको छैन, सबै ब्याङ्कहरूमा चाहिँ टेक्नोलोजीहरू चाहिँ पुगिसकेको छैन, है। युजिङ मोडर्न टेक्नोलोजी इन अल ब्याङ्क्स भनेको सबै ब्याङ्कहरूमा चाहिँ मोडर्न टेक्नोलोजी चाहिँ को प्रयोग हुन चाहिँ एकदमै, प्रयोग हुनु चाहिँ एकदमै च्यालेन्जिङ कुरा हो, है। सबै ब्याङ्कहरूमा, है त, एउटा मात्रै ब्याङ्कहरूमा, एउटा दुईटामा मात्रै होइन, सबै ब्याङ्कहरूमा चाहिँ मोडर्न टेक्नोलोजीको प्रयोग हुनु चाहिँ के हो त, मोर च्यालेन्जिङ हो, है। साइबर सेक्युरिटी रिक्स आर इन्क्रिजिङ। अब अर्को रहेको छ साइबर सेक्युरिटी रिक्स आर इन्क्रिजिङ। साइबर सेक्युरिटी रिक्समा पनि एकदमै के छ त, रिक्स पनि बढ्दो छ क्या, है। सेक्युरिटी रिक्स पनि एकदमै के छ त, बढ्दो रूपमा रहेको छ। प्रोटेक्टिङ डिजिटल ब्याङ्किङ सिस्टम फ्रम साइबर रिक्स इज भेरी च्यालेन्जिङ भनेको डिजिटल ब्याङ्किङ सिस्टमलाई चाहिँ साइबर रिक्सबाट चाहिँ सुरक्षित राख्नु अर्को एउटा के हो त,
च्यालेन्जिङ हो होइन। अहिलेको समयमा साइबर क्राइमहरू भइरहेछ नि त होइन, भइरहेछ नि त हो। यस्ता साइबर क्राइमहरूको कारणले गर्दाखेरि चाहिँ ब्याङ्कमा चाहिँ एकदमै नराम्रो असर हुन पुगेको छ होइन। प्रोटेक्टिङ डिजिटल ब्याङ्किङ सिस्टम फ्रम साइबर रिस्क, साइबर रिस्क is very challenging. Now next is high operational cost make it difficult to expand service in rural areas. High operational cost make it difficult to expand services in rural area. रुरल एरियामा चाहिँ हाई अपरेसनल कस्टले चाहिँ के भइरहेको छ भन्दाखेरि सर्भिसहरू एक्सपान्ड गर्नको लागि, बढाउनको लागि चाहिँ एकदमै के भइरहेको छ त, गाह्रो भइरहेको छ, कठिन भइरहेको छ। रिड्युसिङ रिड्युसिङ हाई अपरेसनल कस्ट इज भेरी च्यालेन्जिङ है। हाई अपरेसनल कस्ट रिड्युस गर्नु भनेको घटाउनु पनि के हो त, एकदमै ठुलो च्यालेन्ज हो। कसैलाई केहीमा कन्फ्युजन छ? कसैलाई केहीमा कन्फ्युजन छ भने सोध्नुहोस् है। ओके, यो हाई अपरेसनल कस्ट भनेको चाहिँ के हो भन्दाखेरि सञ्चालन लागत हो क्या है। सञ्चालन लागत भनेको के हो त, सञ्चालन लागत भनेको दैनिक कामकाज गर्न लाग्ने खर्च है। दिनदिनै हामीलाई काम गर्न लाग्ने खर्च हुन्छ नि, ब्याङ्कमा दिनदिनै काम गर्न लाग्ने, त्यही त हाई अपरेसनल कस्ट। अपरेसनल कस्ट भनेको के हो त भन्दाखेरि दिनदिनै दिनदिनै दैनिक कामकाज गर्न लाग्ने खर्च हो क्या होइन। दैनिक कामकाज गर्न लाग्ने खर्च, अब दैनिक चाहिँ के भयो भने है त, दैनिक चाहिँ दिनदिनै चाहिँ होइन, अपरेसनल कस्ट चाहिँ बढ्दै गयो भने के हुन्छ त, यसले चाहिँ गाह्रो बनाउँछ क्या। के कुरामा गाह्रो बनाउँछ भन्दाखेरि सर्भिसहरूको एक्सपान्ड गर्न होइन, सर्भिसहरूलाई होइन, ब्याङ्कले दिने सेवाहरूलाई, वित्तीय सेवाहरूलाई एक्सपान्ड गर्न चाहिँ स्पेसली रुरल एरियामा चाहिँ एक्सपान्ड गर्नलाई चाहिँ एकदमै कठिन हुन्छ। अब खर्च धेरै भए पछाडि अब सर्भिसहरू त अब ब्याङ्कले दिन सक्दैन नि त हो। यो भनेको चाहिँ त्यही हो। रिड्युसिङ हाई अपरेसनल कस्ट इज भेरी च्यालेन्जिङ। अब यो हाई अपरेसनल कस्टलाई रिड्युस गर्नु भनेको पनि एउटा एकदमै ठुलो चुनौतीपूर्ण काम हो भन्न खोजेको। ओके, देयर इज अ सर्टेज स्किल ह्युमन रिसोर्सेस भनेको के हो त भन्दाखेरि स्पेसल्ली इन एरियाज लाइक डिजिटल फाइनेन्स एन्ड रिस्क म्यानेजमेन्ट, देयर इज अ सर्टेज अफ स्किल ह्युमन रिसोर्सेस भनेको, स्किल ह्युमन रिसोर्सेस भनेको दक्ष दक्ष व्यक्तिहरूको है त, दक्ष व्यक्तिहरूको दक्ष स्रोत साधनहरूको चाहिँ होइन, स्किल ह्युमन रिसोर्सेसहरूको चाहिँ एकदमै सर्टेज भइरहेको छ क्या अहिलेको समयमा। स्पेसल्ली इन एरियाज लाइक डिजिटल फाइनेन्स एन्ड रिस्क म्यानेजमेन्ट, रिस्क म्यानेजमेन्ट र डिजिटल फाइनेन्स, सरी, रिस्क म्यानेजमेन्ट र डिजिटल फाइनेन्स जस्ता एरियामा चाहिँ के भएको छ भन्दाखेरि यो स्किल ह्युमन रिसोर्सेसको चाहिँ सर्टेज भइरहेको छ है। ओके, इन्क्रिजिङ स्किल म्यान पावर इन ब्याङ्किङ सेक्टर इज भेरी च्यालेन्जिङ। अब ब्याङ्कहरूमा चाहिँ स्किल म्यान पावरलाई चाहिँ बढाउनु भनेको पनि के हो त, एउटा च्यालेन्जिङ नै हो है। फर्दरी नोट, ओके, फर्दरी नोट इन मार्केट इन रिसेन्ट डेज इज क्रिएटिङ अनदर च्यालेन्ज है। फर्जरी नोट भनेको के हो त भन्दाखेरि नक्कली नोट के होइन। अहिले बजारमा चाहिँ छ्यापछ्याप्ती नक्कली नोटहरू छन् नि त होइन। नक्कली नोट बजारमा छ्यापछ्याप्ती आएको कारण, हालको समयमा चाहिँ बजारमा चाहिँ अब छ्यापछ्याप्ती नक्कली नोटहरू आएको कारणले गर्दाखेरि यसलाई कन्ट्रोल गर्न पनि एकदमै च्यालेन्जिङ रहेको छ है त, चुनौतीपूर्ण रहेको छ। हामीले इक्जाममा लेख्दाखेरि यसरी नै पोइन्ट वाइज चाहिँ टक 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 लेख्ने हो क्या है। है अब त्यो चाहिँ अब मार्क्स हेरेर लेख्नुपर्ने हुन्छ। यसरी नै पोइन्टमा टक टक लेखिदिने, सक्यो है, अरू केही गर्नै पर्दैन। हामीले टाइम पनि त म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ नि त इक्जाममा है। यसरी पोइन्ट पोइन्ट वाइज लेखिदिने अनि लास्टमा कन्क्लुजन लेख्ने, सकिहाल्छ है त। ओके, फ्लक्चुएसन इन फरेन एक्सचेन्ज रेट, फ्लक्चुएसन इन फरेन एक्सचेन्ज रेट इज क्रिएटिङ अनदर च्यालेन्ज टु ब्याङ्क। अब फरेन एक्सचेन्ज रेटको फ्लक्चुएसन भयो भने, उतार चढाव, अब फरेन एक्सचेन्ज विदेशी विनिमय दरमा पनि उतार चढाव भयो भने के हुन्छ त, यसले समस्या निम्ति आउँछ कि है। हो, यस समस्या निम्ति आउँछ है। फ्लक्चुएसन इन फरेन एक्सचेन्ज रेट इज क्रिएटिङ अनदर च्यालेन्ज टु ब्याङ्क है। यो चाहिँ के भयो त, अन्तिम ब्याङ्किङको च्यालेन्जै भयो। ओके, आज हामीले के पढ्यौँ भन्दाखेरि
आज चाहिँ हामीले करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल र च्यालेन्जेस इन ब्याङ्किङ सेक्टर अफ नेपालको बारेमा हामीले पढ्यौँ। अब कसैलाई केही प्रश्नहरू सोध्नु छ भने कृपया सोध्नु होला। ल एकचोटि म फेरि सर भनिदिन्छु है त। करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल, यो भनेको के हो त? ब्याङ्क तथा वित्तीय संस्थाको हालको अवस्था है, नेपालको ब्याङ्क तथा वित्तीय संस्थाको हालको अवस्था भयो। करेन्टली देयर आर 107 लाइसेन्स्ड ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपाल, विच इन्क्लुड 20 कमर्सियल ब्याङ्क, 17 डेभलपमेन्ट ब्याङ्क, 17 फाइनेन्स कम्पनीज, 52 माइक्रो फाइनेन्स इन्स्टिट्युसन एन्ड वान इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क। भनेको के हो त भन्दाखेरि हालसम्म आइपुग्दाखेरि नेपालमा 20वटा वाणिज्य ब्याङ्क, 17वटा विकास ब्याङ्क, 17वटा वित्तीय संस्थाहरू, 52वटा लघु वित्त वित्तीय संस्थाहरू र एउटा पूर्वाधार विकास ब्याङ्क गरी जम्मा 107वटा लाइसेन्स प्राप्त ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ रहेका छन् भनेको है। द नम्बर अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन ब्रान्चेस इन्क्रिज स्लाइटली। द नम्बर अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन ब्रान्चेस इन्क्रिज स्लाइटली भनेको ब्याङ्क तथा वित्तीय संस्थाको ब्रान्चेसहरू चाहिँ के भइरहेको छ त? ब्रान्चमा चाहिँ के भइरहेको छ त भन्दाखेरि वृद्धि भइरहेको छ क्या, बढिरहेको छ। रिचिङ अ टोटल अफ 11,545 ब्रान्चेस। हालसम्म आइपुग्दाखेरि चाहिँ टोटल ब्रान्चेस कति रहेको छ भन्दाखेरि 11,545वटा ब्रान्चेस चाहिँ रहेका छन् हालसम्म आइपुग्दाखेरि। डिपोजिट इन ब्याङ्क इन्क्रिज बाई 3.8%। होइन, ब्याङ्कमा डिपोजिट, ब्याङ्कको डिपोजिट चाहिँ कति पर्सेन्टले बढेको छ त? 3.8%ले बढेको छ। मिनिङ मोर पिपुल आर सेभिङ इन ब्याङ्क। होइन, यसको अर्थ के हो त भन्दाखेरि धेरै मान्छेहरूले चाहिँ ब्याङ्कमा सेभिङ गरिरहेका छन् है। प्राइभेट सेक्टर लोन्स ग्रिउ बाई 5.6%, मिनिङ बिजनेस एन्ड पिपुल टुक मोर लोन्स। होइन, यसको अर्थ के हो त भन्दाखेरि बिजनेसम्यानहरूले र मान्छेहरूले चाहिँ, पिपुलहरूले चाहिँ, जनताहरूले चाहिँ के गरिरहेका छन् त? धेरै लोन चाहिँ लिइरहेका छन्। होइन, अब कसरी थाहा भयो त धेरै लोन लिइरहेको भन्ने कुरा? प्राइभेट सेक्टर लोन चाहिँ 5.6%ले वृद्धि भएको कारणले गर्दाखेरि चाहिँ हामीले के बुझ्यौँ त? बिजनेस र पिपुलले चाहिँ के गरिरहेको छ त? धेरै लोन चाहिँ लिइरहेको छ भन्ने कुरा चाहिँ थाहा पायो नि त। इन्ट्रेस्ट रेट अन लोन, होइन, लोनको इन्ट्रेस्ट रेट एन्ड डिपोजिटको इन्ट्रेस्ट रेट है, ह्याभ डिक्रिज भनेको डिक्रिज भइरहेको छ। मेकिङ इट इजियर फर पिपुल टु बरो मनी एन्ड इन अन इन्ट्रेस्ट अन सेभिङ है। यसले गर्दाखेरि चाहिँ मान्छेहरूलाई चाहिँ सजिलो भएको छ है, मान्छेहरूलाई चाहिँ मनी बरो गर्न र इन्ट्रेस्ट रेट, सेभिङमा चाहिँ इन्ट्रेस्ट रेट चाहिँ प्राप्त गर्न, अर्न गर्न, कमाउन चाहिँ के भएको छ त? एकदमै सजिलो भएको छ। द स्टक मार्केट नेप्से इन्डेक्स है ग्रिउ बाई 22.3%। भनेको स्टक मार्केट पनि के भएको छ भन्दाखेरि 22.3%ले बढेको छ। सोइङ द्याट पिपुल आर इन्भेस्टिङ मोर इन सेयर। यसले चाहिँ के देखाउँछ भन्दाखेरि मान्छेहरूले चाहिँ सेयरमा चाहिँ धेरै लगानी गरेको चाहिँ देखाउँछ है। फरेन एक्सचेन्ज रिजर्भ अल्सो इन्क्रिज। फरेन एक्सचेन्ज रिजर्भमा पनि के भएको छ त? इन्क्रिज भएको छ, वृद्धि भएको छ। मिनिङ द कन्ट्री हेज मोर करेन्सी है। यसको मतलब के हो त भन्दाखेरि देशमा चाहिँ धेरै करेन्सीहरू छ, धेरै मुद्राहरू छ। के का लागि छन् भन्दाखेरि फर ट्रेड एन्ड इमर्जेन्सी। होइन, कहिलेकाहीँ इमर्जेन्सी केसहरू आउँछ होइन, र व्यापारको लागि र इमर्जेन्सी केसहरूको लागि, इमर्जेन्सी कुराहरूको लागि चाहिँ कन्ट्रीमा चाहिँ के छ त भन्दाखेरि धेरै मनी चाहिँ छ भनेर चाहिँ बुझ्न सकिन्छ है। ओभरअल होइन, अब समग्र रूपमा चाहिँ द ब्याङ्किङ सेक्टर इज स्टेबल। ब्याङ्किङ सेक्टर कस्तो छ भन्दाखेरि स्टेबल छ, विथ मोडरेट ग्रोथ इन डिपोजिट, लोन्स एन्ड इन्भेस्टमेन्ट है। ब्याङ्किङ सेक्टर के छ त भन्दाखेरि स्टेबल छ। त बुझ्नुभयो? स्टेबल भनेको के हो? स्टेबल भनेको स्थिर छ भनेको है। ब्याङ्किङ सेक्टर कस्तो छ भन्दाखेरि एकदमै स्थिर छ। स्थिर भनेको के हो? जुन परिवर्तन हुँदैन है त। परिवर्तन भए पनि एकदमै कम परिवर्तन हुन्छ है। परिवर्तन हुँदै हुँदैन, भए पनि एकदमै कम परिवर्तन हुन्छ। यसलाई चाहिँ हामी के भन्छौँ? स्टेबल भन्छौँ। विथ ग्रोथ, विथ मोडरेट ग्रोथ इन डिपोजिट, लोन्स एन्ड इन्भेस्टमेन्ट। इन्भेस्टमेन्ट, डिपोजिट, लोन्स र इन्भेस्टमेन्टमा चाहिँ एकदमै मोडरेट मोडरेट ग्रोथका साथै ब्याङ्किङ सेक्टर चाहिँ के छ त? स्थिर छ, स्टेबल छ, कुनै पनि परिवर्तन छैन। बुझ्नुभयो? बुझ्नुभयो है सबैजनाले? यहाँसम्म आइपुग्दाखेरि केही समस्या छ?
ए मोडरेट ग्रोथ भनेको चाहिँ मध्यम वृद्धि के है, डिपोजिटमा लोन्समा र इन्भेस्टमेन्टमा चाहिँ मध्यम वृद्धिका साथ मध्यम वृद्धिका साथसाथै चाहिँ ब्याङ्किङ सेक्टर चाहिँ के छ भनेको त स्थिर छ भनेको है। मध्यम, यो चाहिँ मध्यम वृद्धि हो। मोडरेट ग्रोथ भनेको मध्यम वृद्धि है। बुझ्नुभयो नि। मोडरेट ग्रोथ भन्नाले होइन, न त छिटो न त ढिलो के है। मोडरेट ग्रोथ भनेको के हो त, न त छिटो वृद्धि हुन्छ न त ढिलो वृद्धि हुन्छ, तर सन्तुलित र स्थिर तरिकाले के हुन्छ त वृद्धि हुनु हो है। सन्तुलित र स्थिर तरिकाले चाहिँ वृद्धि हुनु चाहिँ के हो त, मोडरेट ग्रोथ हो। ओके। अब अर्को रहेको छ च्यालेन्जेस इन ब्याङ्किङ सेक्टर अफ नेपाल। नेपालको ब्याङ्किङ सेक्टरका चुनौतीहरू चाहिँ के छन् भन्दाखेरि, एउटा फाइनेन्सियल लिट्रेसी लो भनेको वित्तीय साक्षरता चाहिँ एकदमै के छ त न्यून छ। बुझ्नुभयो। वित्तीय साक्षरता एकदमै के छ त न्यून छ। फाइनेन्सियल लिट्रेसी के छ त भन्दाखेरि एकदमै न्यून छ। अब अब फाइनेन्सियल लिट्रेसी भनेको के हो त भन्दाखेरि है, फाइनेन्सियल लिट्रेसी भनेको के हो, फाइनेन्सियल लिट्रेसी भनेको मानिसहरूमा पैसाको सही व्यवस्थापन गर्ने होइन, बजेट बनाउने, बचत गर्ने होइन, लगानी गर्ने, ऋणको व्यवस्थापन लिने आदि सम्बन्धी ज्ञान र बुझाइ हो कि होइन। हो। यसमा चाहिँ कमी छ भन्न खोजेको है। यसमा चाहिँ के छ त कमी छ भन्न खोजेको हो। नेपालमा के छ भन्दाखेरि आर्थिक साक्षरता, वित्तीय साक्षरता चाहिँ कम छ है। स्पेसली इन रुरल एरिया, रुरल एरियामा चाहिँ के छ त, रुरल एरियामा चाहिँ फाइनेन्सियल लिट्रेसी एकदमै कम छ। रुरल एरिया भनेको के हो त भन्दाखेरि सहरभन्दा टाढा है, कम कम जनसङ्ख्या भएको ठाउँ है त भनेको ग्रामीण क्षेत्र के। रुरल एरिया भनेको के हो त, ग्रामीण क्षेत्र, गाउँ है। सो मेनी पिपुल डु नट युज ब्याङ्किङ सर्भिस प्रपरली। अब गाउँतिर के हुन्छ त, गाउँतिर त वित्तीय के अरे फाइनेन्सियल लिट्रेसी त लो नै हुन्छ होइन। उनीहरूलाई ब्याङ्क तथा वित्तीय संस्थाको बारेमा थाहा नै हुँदैन, डिपोजिट अनि त्यस पछाडि लोन को बारेमा उनीहरूलाई थाहा हुँदैन, ब्याङ्किङ सर्भिसको बारेमा उनीहरूलाई थाहा हुँदैन होइन। त्यो कारणले गर्दाखेरि चाहिँ मान्छेहरूले चाहिँ के गर्न सक्दैनन् त्यहाँनिर भन्दाखेरि, ब्याङ्किङ सर्भिसहरू चाहिँ राम्रोसँगले चाहिँ राम्रोसँगले चाहिँ उनीहरूले लिन सक्दैनन् होइन, प्रपरली भनेको त्यही हो है। इम्प्रुभिङ फाइनेन्सियल लिट्रेसी अमङ दि पिपुल होइन। अब त्यस्ता ठाउँमा चाहिँ फाइनेन्सियल लिट्रेसी चाहिँ इम्प्रुभिङ, फाइनेन्सियल लिट्रेसीमा चाहिँ सुधार ल्याउनु भनेको होइन, वित्तीय साक्षरतामा चाहिँ सुधार ल्याउनु भनेको चाहिँ एकदमै च्यालेन्जिङ कुरा हो, स्पेसल्ली इन रुरल एरिया है। नन पर्फर्मिङ लोन आर इन्क्रिजिङ। अब अहिलेको समयमा के भइरहेको छ भन्दाखेरि, नन पर्फर्मिङ लोन चाहिँ के भइरहेको छ, बढ्दो रूपमा छ है। नन पर्फर्मिङ लोन के छ त भन्दाखेरि बढ्दो रूपमा छ। विच एफेक्ट दि फाइनेन्सियल स्टेबिलिटी अफ ब्याङ्क भनेको जसको कारणले गर्दाखेरि चाहिँ ब्याङ्कको फाइनेन्सियल स्टेबिलिटीलाई चाहिँ के गरिरहेको छ त, यसले असर गरिरहेको छ है त। नन पर्फर्मिङ लोन, नन पर्फर्मिङ लोन भनेको के हो भन्दाखेरि, नन पर्फर्मिङ लोन भनेको ब्याड लोन हो कि त्यस्तो ऋण हो जुन चाहिँ अब लोन बरोवरले के ऋणीले चाहिँ समयमा चाहिँ किस्ता तिर्दैन कि होइन, फिर्ता गर्दैन, त्यो लोन फिर्ता गर्दैन, त्यसलाई चाहिँ के भनिन्छ भन्दाखेरि नन पर्फर्मिङ लोन भनिन्छ। अब यो नन पर्फर्मिङ लोन आर इन्क्रिजिङ भनेको नि त होइन। नन पर्फर्मिङ लोन बढ्दाखेरि के हुन्छ भन्दाखेरि, अब नन पर्फर्मिङ लोन एनपिएल बढ्दाखेरि बैङ्कको नाफा घट्छ होइन, प्रफिट घट्छ होइन, आर्थिक जोखिम बढ्ने सम्भावना चाहिँ एकदमै हाई हुन्छ, उच्च हुन्छ है। अँ विच एफेक्ट दि फाइनेन्सियल स्टेबिलिटी अफ ब्याङ्क, यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि ब्याङ्कको फाइनेन्सियल स्टेबिलिटीमा चाहिँ यसले असर गर्छ। कन्ट्रोलिङ नन पर्फर्मिङ लोन इज भेरी च्यालेन्जिङ है। हो, यस्ता नन पर्फर्मिङ लोनलाई कन्ट्रोल गर्नु भनेको पनि एकदमै ठुलो चुनौतीपूर्ण काम हो। युज अफ मोडर्न टेक्नोलोजी इज स्टिल लिमिटेड है। युज अफ मोडर्न टेक्नोलोजी इज स्टिल लिमिटेड। यहाँसम्म बुझ्नुभयो नि नन पर्फर्मिङ लोनसम्म। केही क्वेसन छ?
ओके, अब अर्कोमा जाउँ। युज अफ मोडर्न टेक्नोलोजी इज स्टिल लिमिटेड। अझै पनि के छ भन्दाखेरि हाम्रो नेपालमा आधुनिक प्रविधिको प्रयोग चाहिँ अझै पनि के छ त, सीमित छ के, एकदमै लिमिटेड छ है। अहिलेको समयमा उपलब्ध उम्, नयाँ प्रविधिहरू हुन्छ नि, जस्तै इन्टरनेट होइन, स्मार्टफोन, डिजिटल ब्याङ्किङ, आधुनिक मेसिनहरू हो। यस्ता होइन, यसको प्रयोग चाहिँ सबै क्षेत्रमा चाहिँ एकदमै व्यापक रूपमा चाहिँ हुन सकेको छैन है, भएको छैन, एकदमै लिमिटेड छ के। युजिङ मोडर्न टेक्नोलोजी इन अल ब्याङ्क्स इज भेरी च्यालेन्जिङ। अब सबै ब्याङ्क्सहरूमा चाहिँ मोडर्न टेक्नोलोजीको चाहिँ प्रयोगमा ल्याउनु भनेको चाहिँ, सबै ब्याङ्कमा चाहिँ मोडर्न टेक्नोलोजीलाई चाहिँ प्रयोगमा ल्याउनु भनेको चाहिँ एकदमै ठुलो के हो त, च्यालेन्जिङ हो, चुनौती हो, चुनौतीपूर्ण काम हो भन्न सकिन्छ। साइबर सेक्युरिटी आर इन्क्रिजिङ, साइबर सेक्युरिटी आर इन्क्रिजिङ भनेको के हो? साइबर सेक्युरिटी आर इन्क्रिजिङ, साइबर सेक्युरिटी आर इन्क्रिजिङ भनेको के हो? साइबर सुरक्षा सम्बन्धी चाहिँ यो भनेको के हो? साइबर सुरक्षा सम्बन्धी चाहिँ खतरा चाहिँ के भइरहेको छ त, बढ्दै गएको छ कि होइन, एकदम खतरा बढ्दै गइरहेको छ है। ओके, साइबर सेक्युरिटी भनेको के हो भन्दाखेरि, साइबर सेक्युरिटी भनेको कम्प्युटर, इन्टरनेट, मोबाइल, डेटा आदि डिजिटल प्रणालीलाई चाहिँ, डिजिटल प्रणालीहरूलाई चाहिँ ह्याक गर्ने होइन, भाइरस अनि त्यस पछाडि फिसिङ जस्ता आक्रमणबाट चाहिँ होइन सुरक्षित राख्ने उपायहरू जनाउँछ है त। साइबर क्राइम भनेको चाहिँ के हो भन्दाखेरि, कम्प्युटर, इन्टरनेट, मोबाइल, डेटा यस्ता डिजिटल प्रणालीहरूलाई चाहिँ ह्याक गर्ने होइन, त्यसमा चाहिँ भाइरस छिराउने, त्यो चाहिँ के हो त भन्दाखेरि साइबर क्राइम हो। अब हो यो साइबर सेक्युरिटी रिस्क पनि के भएको छ त भन्दाखेरि बढेको छ है। त्यही हो, साइबर सुरक्षाका जोखिमहरू पनि के भइरहेको छ भन्दाखेरि एकदमै अहिलेको समयमा बढ्दै गइरहेको छ भन्न खोजेको। Okay, protecting digital banking system from cyber risks is very challenging. Protecting digital banking system, डिजिटल ब्याङ्किङ सिस्टमलाई साइबर रिस्कबाट चाहिँ सुरक्षित राख्नु चाहिँ अर्को एउटा च्यालेन्जिङ कुरा हो है त। अब हाई अपरेसनल कस्ट मेक इट डिफिकल्ट, हाई अपरेसनल कस्ट मेक इट डिफिकल्ट टु एक्सपान्ड सर्भिस इन रुरल एरियाज, रिड्युसिङ हाई अपरेसनल कस्ट इज भेरी च्यालेन्जिङ। यो त अघि मैले भनिसकेँ, बुझिहाल्नु भएको छ होला होइन। हाई अपरेसनल कस्टलाई रिड्युस गर्नु पनि एउटा ठुलो च्यालेन्जिङ हो। अब अपरेसनल कस्ट भने के हो त, अब दिनदिनै लाग्ने खर्च, अब यो खर्च चाहिँ बढ्दै गयो भने के हुन्छ भन्दाखेरि, यसले चाहिँ, यसको कारणले गर्दाखेरि चाहिँ ब्याङ्कले चाहिँ सर्भिसहरूलाई चाहिँ एक्सपान्ड गर्न सक्दैन, स्पेसली इन रुरल एरियामा है। हो, यस्तो खालको खर्चलाई पनि रिड्युस गर्ने, गर्नु चाहिँ एउटा ठुलो निकै नै च्यालेन्जको कुरा हो है। देयर इज अ सर्टेज अफ स्किल ह्युमन रिसोर्सेस है, स्किल ह्युमन रिसोर्सेसको सर्टेज हुनु होइन, अहिलेको समयमा आएर चाहिँ स्किल ह्युमन रिसोर्सेसको चाहिँ सर्टेज भइरहेको छ, स्पेसल्ली इन एरियाज लाइक डिजिटल फाइनेन्स एन्ड रिस्क म्यानेजमेन्ट है। रिस्क म्यानेजमेन्ट र डिजिटल फाइनेन्स जस्ता क्षेत्रहरूमा चाहिँ स्किल ह्युमन रिसोर्सेसको चाहिँ सर्टेज भइरहेको छ है। इन्क्रिजिङ स्किल म्यान पावर इन ब्याङ्किङ सेक्टर भनेको बैङ्किङ क्षेत्रमा चाहिँ स्किल म्यान पावरहरूको चाहिँ वृद्धि गर्नु चाहिँ के हो त भन्दाखेरि अर्को एउटा ठुलो चुनौती हो। र सबैजनाले बुझ्नुभयो नि है। ल आजलाई यति नै। अब भोलि हामी, आज हामीले करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन इन नेपालको बारेमा र च्यालेन्जेसको बारेमा पढ्यौँ। अब भोलि चाहिँ हामी के पढ्छौँ? भोलि चाहिँ हामी रोल एन्ड सरी, रोल एन्ड फङ्सन्स अफ, भोलि चाहिँ हामी के पढ्छौँ? रोल एन्ड फङ्सन्स अफ नेपाल राष्ट्र ब्याङ्कको बारेमा पढ्छौँ है त। केही नबुझ्नु, केही कुरामा कन्फ्युजन छ भने चाहिँ सोध्नु भयो हुन्छ। ल अब हामी छुट्यौँ है त। सबैजनालाई बेस्ट अफ लक।